गाउँबाट सुरु भएको यात्रा आज राजनीतिसम्म। आखिर को हुन् यी युवा? डोटीको साल 3 पानीखालका दिलबहादुर थापाको सङ्घर्ष, समाजसेवा र जनविश्वास जित्ने प्रेरणादायी जीवनको कथा। कहिलेकाहीँ गाउँको एउटा सामान्य युवाले देशको सपना समयसँगै हजारौँ युवाका लागि प्रेरणा बन्न पुग्छ। त्यस्तै डोटीको साल 3 पानीखालका दिलबहादुर थापा गाउँको माटोमा हुर्केका यी युवाले समाजसेवालाई आफ्नो पहिलो जिम्मेवारी र राजनीतिलाई जनसेवाको माध्यम बनाएका छन्। विक्रमसम्म 2057 साल वैशाख 12 गते हर्कबहादुर थापा र पार्वती देवी थापाको सुपुत्रका रूपमा जन्मिनुभएका दिलबहादुर थापाले सानैदेखि गाउँघरका सामाजिक गतिविधिमा रुचि देखाउनुभयो। साथीभाइसँग मिलेर समुदायका कामहरूमा सहभागी हुने बानीले उनी नेतृत्व गर्ने सोच अझै बलियो बन्यो। शिक्षकको यात्रासँगै उनले कक्षा 12 अध्ययन गर्नुभयो र इन्टरप्राइजेस डिप्लोमा फेसिलिटर EDF सम्बन्धित डिप्लोमा तथा प्रशिक्षण पनि हासिल गर्नुभयो। युवालाई आत्मनिर्भर बनाउने सिप र उद्यमशीलको महत्त्व उनले व्यवहारमै सिकाउनुभयो। विक्रमसम्म 2069 साल असार 10 गतेदेखि उहाँले राजनीति यात्रा सुरु गर्नुभयो। उहाँका अनुसार राजनीति पदका लागि होइन, समाज परिवर्तन, सुशासन, पारदर्शिता र जनताको सेवाका लागि हुनुपर्छ। यही सोचका साथ उहाँ सामाजिक र सार्वजनिक गतिविधिमा निरन्तर सक्रिय हुँदै आउनुभएको छ। हाल उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी डोटी जिल्लाको सङ्गठन विभाग सदस्यका रूपमा कार्यरत हुनुहुन्छ। पार्टी सङ्गठनलाई बलियो बनाउने, गाउँ गाउँमा जनसम्पर्क विस्तार गर्ने र पार्टीका नीति तथा कार्यक्रम जनतामाझ पुगाउने जिम्मेवारीमा उहाँ सक्रिय हुनुहुन्छ। उहाँको सपना स्पष्ट छ, इमान्दार नेतृत्व, सक्रिय युवा र समृद्ध समाज, जन्मिएको गाउँ, हुर्किएको माटो र आफ्नो जनताप्रतिको जिम्मेवारीलाई केन्द्रमा राखेर उहाँ आफ्नो यात्रा निरन्तर अघि बढाइराख्नु भएको छ। गाउँको माटोबाट सुरु भएको यो यात्रा कहाँसम्म पुग्छ भन्ने निर्णय समय र जनताले गर्नेछन्। तर एउटा कुरा स्पष्ट छ, दिलबहादुर थापा आफ्नो ठाउँ, आफ्नो समाज र जनताको सेवाका लागि निरन्तर सक्रिय चाहन्छन्।